हेलो साथीहरु, गुड मर्निङ, नमस्ते, वेलकम ब्याक टु माई च्यानल। इट्स मी बबिता। आई होप हजुर सबैजना सन्चै हुन्छ होला। अनि हजुरलाई फेरि पनि स्वागत छ मेरो न्यू डे न्यू ब्लगमा। अनि अहिले चाहिँ मलाई मुख पनि धुएको छैन। अनि म चाहिँ यता खेततिर आएको। अनि म तपाईहरुलाई यहाँ के देखाउँछु भने नि, तपाईहरुले देखिसक्नु भयो होला। मैले हातमा सल बोकेको देखेर यो पक्कै काम गर्ने गयो भनेर, तर म काम चाहिँ गर्छु कि गर्दिनँ भन्ने कुरा पछि थाहा हुन्छ साथीहरू। अनि त्यसपछि यहाँ देख्न सक्नुहुन्छ, यो चाहिँ अस्ति नैको मकै हो। यत्रो भइसकेको छ यो मकै चाहिँ। अहिले म नजिकबाट देखाउँछु नि। यो खेत चाहिँ एकदम मकै रोपेर जोतेर चटक चुटुक भइसकेको छ साथीहरू। अनि म चाहिँ यहाँ हिँड्दैछु। अनि यो चाहिँ इलामेको फुल हो, इलामे। अनि म यहाँ छु, म जाँदैछु, म हिँड्दैछु। सबै खेत जोतेर चटक्क भइसकेको छ। यहाँ चाहिँ मकै उम्रिन्छ, फेरि सानो मकै, सानो मकै उम्रिन्छ। अनि यो चाहिँ अस्तिको मकै यस्तो भइसक्यो। अब यो फल्न लागिसक्यो। अब सायद छिटै फल्छ होला यो मकै। यस्तै छ साथीहरू, यस्तै छ। अनि साथीहरू, हाम्रोमा चाहिँ यहाँ परि हुन्छ। कहिले साइकलले गोडिन्छ, कहिले साइकलले रोपिन्छ। यहाँ मकै रोप्ने प्रविधि चाहिँ यस्तो हुँदो रहेछ साथीहरू, साइकलले। ल हेर्नुहोस् है, यहाँ तपाईहरुलाई म प्रत्यक्ष रूपमा देखाउन चाहन्छु। ल तपाईहरु मजाले हेर्नुहोस्, साइकल डोड्याउँदै हुनुहुन्छ उहाँले। आयो, उहाँ चाहिँ रोप्दै हुनुहुन्छ। यहाँ म क्लोजअपबाट देखाउन चाहन्छु तपाईहरुलाई। उहाँले साइकलले यसरी ड्याङ बनाउँदै हुनुहुन्छ अरे। हाम्रो चाहिँ जे हुन्छ यहाँ साइकलले नै हुने रहेछ। ल यहाँ हेर्नुहोस्, हेर्नुभयो? ल यहाँ रोप्दै हुनुहुन्छ मिसेस देवी थापा कि मिस त होइन, मिसेस हो। यसरी रोप्नुपर्छ साथीहरू मकै, यसरी रोप्नुपर्छ साथीहरू मकै। यसरी मकै रोप्ने मान्छे उहाँ हुनुहुन्छ। मकै रोप्ने मान्छे त्यहाँ हुनुहुन्छ साथीहरू। यसरी यो साइकलले यो यस्तो बनाउँछ नि त नि, यहाँ रोप्ने अरे। म चाहिँ हेर्न आएको, साइकल पाल्ने हुनुहुन्छ। अब यति रोप्न बाँकी रहेछ। म त नआएको भए नि हुन्थ्यो है। यति देखाएको 2 ड्याङ रोपेर देखाएको मकै। कति ड्याङ बधाई छ, बधाई। बाक्लो रोप्नु बोला अनि, बाक्लो रोप्नु बोला अनि। ल अब यहाँ बसौँ एकछिन यहाँको नजाराहरू वरिपरि हरियो नै हरियो छ साथीहरू। कस्तो मम्मी, कस्तो फिल भइरहेको छ यसरी मकै रोप्न पाउँदा? एकदम राम्रो। कति बेर सकौँ भइरहेको छ। कति दिनमा रोपिसक्ने मम्मी भन्छु। जेठीश्वरीले आजै रोपिसक्छु भन्छु। जेठीश्वरीले कति दिन रोपिसक्ने मम्मी भन्दै थिए। कान्छीश्वरी अब बनाउन आउनुभयो, जेठीश्वरीहरूले जानुभयो। अब चाहिँ मैले पनि रोप्नु पर्ने हुन्छ साथीहरू मल। मेरो चाहिँ यहाँ के भयो जाऊ, सेतो छ त। अब चाहिँ मैले पनि रोप्नु पर्ने मेरो पिम्पल। अब चाहिँ मैले पनि रोप्नु पर्ने हुन्छ साथीहरू मकै रोप्नलाई म यहाँ एकदम आतुर छु। उहाँ मिसको हात दुखिसक्यो। अब हाम्रो मकै हेर्न सक्नुहुन्छ, मकै
ल साथीहरू हाम्रो चाहिँ मकै रोप्ने कार्यक्रम एकदम सकिसकेको छ अनि अब हामी चाहिँ घरतिर लाग्दैछौँ जानु ल कस्तो फिल भयो थियो एक गरा मकै एक्लै रोपिसकेर एक्लै मजा आयो मजा भयो अरे यहाँ सबै जोतेर मकै रोपिसक्नु भएको सबै अनि हामी चाहिँ लाग्दैछौँ हाम्रो हातमा चाहिँ मकैको खोल छ प्लास्टिक अनि हामी चाहिँ घरतिर लाग्यौँ साथीहरू यस्तै हो मेरो भ्लग चाहिँ त्यस्तो साह्रो वाउ छैन मेरो चाहिँ भ्लग त्यस्तो वाउ छैन कि साथीहरू ल यस्तै हो साथीहरू आजको भ्लग चाहिँ थ्याङ्क यू फर वाचिङ गाइज बाई बाई लभ यु अल सी यु अन द नेक्स्ट भ्लग बाई